शान्ति तिम्रो महिनाको 5,000ले 5,000 होइन हजुर, 6,000 को कुरा भएको थियो। होइन होइन यहाँ मैले लेखेर राखेको छु 5,000 भनेर है। महिनाको 5,000ले शान्ति तिमीले कुचो लाउने, भुइँ पुस्ने अनि भाँडा माझ्ने सबै यहाँ लेखिराखेको छु। अनि कति दिन काम गर्यो तिमीले? 2 महिना है। 2 महिना 5 दिन होइन 2 महिना मात्र हो तिमीले मैले लेखेर राखेको छु यहाँ। 5,000 महिनाको हिसाबले 2 महिनाको जम्मा 10,000 भयो। अ, 2 महिनामा पर्यो 9वटा शनिबार। यो बाहेक तिमीले 4 दिन बिदा बस्यौ। सो यो अनुसार तिमी जम्मा 9 र 4 13 दिन बिदा बस्यौ। महिनाको 5,000 को हिसाबले दिनको 166 रुपियाँ 66 पैसा हुन आउँछ। ल तिमीलाई मैले 165 मात्र काटेँ। दिनको 165 को हिसाबले तिम्रो 13 दिनको 2145 भयो। 10,000 मा 2145 घटाउँदा तिम्रो 7,855 हुन आउँछ हो। यो बाहेक तिमीले दाँत दुख्यो भनेर अर्को 2 दिन छुट्टी लिएको छ हो। अनि ल यसको चाहिँ तिमीलाई मैले हाफ डे मात्र काट्छु। ल यो काट्दा तिम्रो 7,690 हुन आउँछ। तिमीले एक दिन कप प्लेट पनि फुटाएको छौ, यसको पनि पैसा काट्नु पर्यो। हुन त त्यो 500 रुपियाँको थियो, तर म तिमीलाई 300 रुपियाँ मात्र काट्छु। यो 300 रुपियाँ कटाउँदा तिम्रो 7,390 भयो। यो बाहेक तिमीले म्याडमसँग अस्ति 1000 रुपियाँ एडभान्स पनि लगेको छ। छैन, लिएको छैन मैले। लिएको थियो तिमीले, यहाँ लेखेर राखेको छु मैले। त्यसो भए लिएँ होला, बिर्सेँ होला मैले। यो तिम्रो 1000 रुपियाँ घटाउँदाखेरि 6,390 भयो। मैले त म्याडमसँग सिर्फ 100 रुपियाँ मात्र लिएको थिएँ उधार। यो त गल्ती भएछ मेरो, यो पनि त घटाउनु पर्यो। ल तिम्रो पैसा। दया छ हजुरको। शान्ति तिमीले मलाई दया चाहिँ किन भनेको? हजुरले पैसा दिनुभयो नि, त्यही भएर। किन दया? त्यत्रो चिटिङ गरेको छु मैले, तिमीलाई थाहा छैन? त्यति पनि आइडिया छैन तिमीलाई? त्यत्रो पैसा कटाएको छु मैले।
के को दया? हजुरले त यति भए पनि दिनुभयो। योभन्दा पहिला काम गर्ने ठाउँमा पैसै दिँदैन थियो। किन दिँदैन त्यो? यो घरमा कपरेट अलिक बढी फुटेको थियो। धेरै काठको भाँडाहरू थियो। अनि 6000 को कुरा भयो भएन हामीले? मैले 5000 भन्दाखेरि तिमी किन चुप लाएर बसेको? तिम्रो आफ्नो हकको लागि भन्नु पर्दैन? बोल्नु पर्दैन? किन चुप लाएर बसेको? अनि शनिबारको शुद्ध पैसा काटेँ मैले, त्यो पनि बोल्नु पर्दैन? के काटेको किन काटेको सोध्नु पर्दैन? चुप लाएर मात्र बस्ने? एकछिन है, कहीँ नजाने नि फेरि। ल 6000 को हिसाबले तिम्रो पुरा पैसा। धेरै धेरै धन्यवाद हजुर। धेरै धेरै धन्यवाद।